ल यहाँ हाम्रो नारायण गुरु नमस्कार है हामी आज पिकनिक आएका छौँ हैन त धन्यवाद ल धन्यवाद जेपी गुरुले मजाले भन्नुहुन्छ कता हिँड्यो सबैमा हो यो हाम्रो वीरता मोड अन्तर्गत सनातन योग साधना केन्द्र र वीरता पार्टी प्यालेस साधना केन्द्रमा योग गर्ने हामी यो योग अनुरागी आत्मीय मनहरूबाट आयोजना गरिएको तद्रुक्तका साथ आयोजना गरिएको यो आजको वनभोज कार्यक्रममा हामी सम्पूर्ण साथीभाइहरू आएर यहाँ हामी रमाइलो गर्ने एउटा मनसायले यहाँ उपस्थित भएका छौँ। धन्यवाद। ठिकै छ अलिक यता चाहिँ फर्किनु पर्यो अलिक उज्यालो आउने अनि के छ अनि हजुरहरू कता हिँड्नुभएको आज हामी यहाँ पिकनिक खान आएका हौँ हाम्रो योग साधना केन्द्र वीरता पार्टी प्यालेस र सनातन साधना केन्द्र र अनि अरू पनि हाम्रो छरछिमेकीहरू सबै मिलेर आएका छौँ। इन्जोय हुँदैछ दाजु एकदम यो कार्यक्रममा भयङ्कर इन्जोय भइरहेछ एकदम रमाइलो भइरहेछ। अब चिया खाने हो बाँकी छ भर्खर सुरु भएको छ अब गर्नुपर्छ हेलो गाइज कहाँ एउटा दुईटा गरिराखेको अनलिमिटेड खिच्ने हो अनलिमिटेड खिच्ने हो la 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 la
मेरो नाम सधैँभरि गुनगुनायो गुनगुन गुनगुन पहाड चढ्दाले चढाइ गर्नु धेरै पहाड चढ्दाले चढाइ गर्नु धेरै जे गरे नि तिमी त साथै छौ नि मेरै जे गरे नि तिमी त साथै छौ नि मेरै उहिले बाजेको पालामा मोहर गथे डालामा अहिले त हाम्रो पालामा बस्दै छैन डालामा लाली चढ्यो क्या मालुम तिम्रो गालामा चक्करु मल्का मालुम कोटेको खाल्टीमा चक्करु मल्का मालुम कोटेको खाल्टीमा माफी हुन्छ क्या मालुम मायाको गल्तीमा माफी हुन्छ क्या मालुम मायाको गल्तीमा लाली चढ्यो क्या मालुम तिम्रो गालामा लाली चढ्यो क्या मालुम तिम्रो गालामा लाली चढ्यो क्या मालुम परेकी पियारी घरमा चिठीका परेकी पियारी तै पनि कहिले काहीँ भइहाल्छ गडबडी तै पनि कहिले काहीँ भइहाल्छ गडबडी घरमा चिठीका परेकी पियारी घरमा चिठीका परेकी पियारी तै पनि कहिले काहीँ भइहाल्छ गडबडी तै पनि कहिले काहीँ भइहाल्छ गडबडी खाना बाबा खाना भन्छे बुढो कोहीको जुठो खाना बाबा खाना भन्छे बुढो कोहीको जुठो भन्छे सधैँ कोही मोराले नराम्ररी कुटो दालै राम्रो मुसुरो कति हुन्केडा गोडी धेरै आँखा नजलाउनु पहिला जाने उडी हामी चौथीका परेकी कुमारी हामी चौथीका परेकी कुमारी ए मर्दा हौ भने नगर गडबडी ए मर्दा हौ भने नगर गडबडी ला ला लड़के जोवन करके आँखा मुहारै छ राम्रो लड़के जोवन करके आँखा मुहारै छ राम्रो मनको कुरा बुझिदेऊ न ए मायालु हाम्रो कहाँदेखि आयो आज बासा माग्न राति कहाँदेखि आयो आज बासा माग्न राति तिमी जस्तो जेठिँदेले नसम्झौला
कहिले काहीँ भइहाल्छ गडबडी हेलो गरिदियो भाइ भर्खरै रिसिभ गरेर
अलिरहनु